एनक्लेक्स क्लास डिजास्टर एन्ड ट्राइज। आजको एनक्लेक्स क्लासमा हामी डिजास्टर एन्ड ट्राइज हेर्न गइरहेको छौं, जुन चाहिँ एकदमै इम्पोर्टेन्ट टपिक हो एनक्लेक्समा र धेरै क्वेशनहरू पनि आइरहेको हुन्छ डिजास्टर र ट्राइजबाट। सो आजको क्लासमा हामी यो कभर गर्न गइरहेको छौं। र डिजास्टर युजुअली टु टाइप्सको हुन्छ। इन्टरनल डिजास्टर हुन्छ एउटा र अर्को चाहिँ एक्सटर्नल डिजास्टर हुने गर्छ। इन्टरनल डिजास्टर भनेको नामबाटै क्लियर छ। इन्टरनल भनेको भित्रको डिजास्टर, कुनै पनि हेल्थ केयर एजेन्सी भित्र अथवा कुनै अर्गनाइजेसन भित्र चाहिँ डिजास्टर हुन्छ, जसले गर्दाखेरि चाहिँ पेशेन्ट सेफ्टीमा ओभरअल हस्पिटलको वर्क फंक्सनिङमा नै असर गर्ने गर्छ भने त्यसलाई चाहिँ इन्टरनल डिजास्टर भनेर भन्ने गरिन्छ। जुन चीज चाहिँ हस्पिटल भित्र भइरहेको हुन्छ त्यसलाई असर गर्छ। लाइक हस्पिटलमा आगो लागि भयो भने हैन, अथवा कुनै हाजार्डियस केमिकल्सहरू हुन्छ त्यस्तो स्पिल भयो भने, लाइक रेडिएसन स्पिल भयो भने हस्पिटल एरियामा, हस्पिटल एरिया भित्र, अथवा अरू नै कुनै जस्तै वाटर सप्लाई बन्द भयो अरे हस्पिटल एरियाभरि सबै, अथवा इलेक्ट्रिसिटी सप्लाई पुरै पावर कट अफ भयो अरे र अक्सिजन पनि पुरै कट अफ भयो भने चाहिँ यसलाई चाहिँ इन्टरनल डिजास्टर भनेर मान्न सकिन्छ। किनकि यसले ओभरअल पेशेन्ट सेफ्टीलाई र हस्पिटलमा भइरहेको फंक्सनलाई नै हैन राम्रो नर्मल फंक्सनिङलाई नै डिस्टर्ब गरिदिन सक्छ। लाइक यदि पावर कट भयो, वाटर कट भयो र अक्सिजन कट अफ भयो हस्पिटल भरि भने चाहिँ क्रिटिकल एरियामा भएको पेशेन्टहरूलाई प्रब्लम हुन सक्छ। उनीहरू एक्सपायर नै पनि हुन सक्छन् यदि एकदमै धेरै पेशेन्टहरू छन् भने, इमिडिएटली म्यानेज गर्न सकिएन भने। र अर्को भनेको चाहिँ यदि कुनै पेशेन्टको मेजर अपरेसनहरू हुन लागेको छ भने, पावर कट, वाटर कट र अक्सिजन कट अफ भइरहेको छ भने त्यस्तो कन्डिसनमा मेजर अपरेसन्सहरूलाई पनि पछि सार्नुपर्ने हुन सक्छ। र यस्तो कुराहरू जुनले चाहिँ हस्पिटलको ओभरअल सेफ्टी र फंक्सनिङलाई नै असर गरिरहेको हुन्छ, जसलाई चाहिँ एकदमै धेरै मेन पावरहरू चाहिने, रिसोर्सेसहरू चाहिने र इमिडिएटली म्यानेज गरेन भने चाहिँ एकदमै ठुलै प्रब्लम हुन सक्ने हुन्छ भने त्यसलाई चाहिँ इन्टरनल डिजास्टर भनेर भनियो है। अब एक्सटर्नल डिजास्टर भनेको चाहिँ हेल्थ केयर एजेन्सी भन्दा बाहिर हुने डिजास्टर है, जस्तै प्लेन क्रास भयो, ल्यान्डस्लाइडहरू भयो, फ्लडहरू भयो हैन, जुनको लागि चाहिँ हस्पिटल भित्र चाहिँ असर गरिरहेको हुँदैन, तर जुन बाहिरको डिजास्टरहरू भइरहेको हुन्छ जुन, जसले गर्दाखेरि हस्पिटलमा चाहिँ रिसोर्सेसहरू थप्नुपर्ने, मेन पावरहरू थप्नुपर्ने पनि हुन सक्छ। जस्तै हस्पिटलको बाहिर नै कतै प्लेन क्रास अथवा बसहरू, स्कुल बसहरू क्रास भइरहेको छ अथवा ल्यान्डस्लाइड फ्लड भइरहेको छ भने त्यो भिक्टिमहरू हस्पिटलमा इमर्जेन्सीमा वार्डमा एडमिट हुने चान्सेस एकदमै बेसी हुन्छ। र यस्तो बेलामा चाहिँ एक्स्ट्रा मेन पावर, बिदामा भएको स्टाफहरूलाई पनि बोलाउने, अथवा कोही नजिकै क्वार्टरमा बस्ने स्टाफहरू छ भने उनीहरूलाई पनि बोलाउनु पर्ने, मेन पावरको बेसी चाहिन्छ त्यसको लागि। अथवा कुनै रिसोर्सेसहरू चाहिँ अब स्टोर रुममा राखेको छ भने त्यो मटेरियल्स रिसोर्सेसहरू पनि निकाल्ने, एकदमै धेरै रिसोर्सेसहरू भयो भने काम गर्न सजिलो हुन्छ त्यसको लागि। र कुनै पनि बाहिर हुने डिजास्टर हैन, मास क्याजुअलिटी, जसले गर्दाखेरि हस्पिटललाई पनि असर गर्न सक्छ, त्यसरी धेरै रिसोर्सेस र धेरै मान्छेहरू चाहिन सक्छ भने त्यसलाई चाहिँ एक्सटर्नल डिजास्टर भनेर भन्ने गरिन्छ हैन। अब इमर्जेन्सी डिपार्टमेन्टको ट्राइज अथवा डिजास्टरको बेलामा गरिने ट्राइज चाहिँ हामीले अरू बेला गर्ने प्रायोरिटाइजेसन भन्दा छुट्टै खालको हुन्छ। हामीले अरू बेला हस्पिटलको वार्डमा अथवा क्रिटिकल वार्डमा कुनै खालको प्रायोरिटाइजेसन गरिरहेको हुन्छौँ नि हैन, पेशेन्टलाई छुट्याउनलाई ABC को आधारमा हामीले पेशेन्टलाई प्रायोरिटाइज गरिरहेको हुन्छौँ, अथवा मास्लो हायरार्कीको आधारमा हामीले प्रायोरिटाइज गरिरहेको हुन्छौँ हैन पेशेन्टलाई। तर यो कन्डिसनमा बेग्लै हुन्छ। इमर्जेन्सी डिपार्टमेन्ट ट्राइजको बेलामा अथवा डिजास्टरको बेलामा गरिने प्रायोरिटाइजेसन चाहिँ एकदमै छुट्टै हुने गर्छ युजुअली वार्डमा गरिने प्रायोरिटाइजेसन भन्दा। र स्टार्ट टेक्निक युज गर्नुपर्छ। सिम्पल ट्राइज एन्ड ऱ्यापिड ट्रिटमेन्ट मेथड, START स्टार्ट सम्झिनु होला। START स्टार्ट भनेको सिम्पल ट्राइज एन्ड ऱ्यापिड ट्रिटमेन्ट मेथड हो। यसमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ पेशेन्टलाई डिफ्रेन्ट क्याटेगोरीमा गरिन्छ र त्यही अनुसारको पेशेन्टलाई एटेन्सन दिइने गरिन्छ। पेशेन्टको अर्जेन्सी, पेशेन्टको इम्पोर्टेन्स र पेशेन्टको सिभिरिटीको आधारमा चाहिँ हामीले कुन पेशेन्टलाई एकदमै छिटो ट्रिटमेन्ट दिँदाखेरि बचाउन सकिन्छ र कुन पेशेन्टलाई चाहिँ जति नै ट्राई गरे पनि अथवा एकदमै धेरै रिसोर्सेस, मेन पावरहरू लगाउँदा पनि बचाउन सकिने सम्भावना कम हुन्छ भन्ने खालको हिसाब गर्नुपर्छ। जस्तै कसरी फरक हुन्छ त प्रायोरिटाइजेसन भन्दाखेरि, यदि वार्डमा एउटा पेशेन्टलाई 80% बर्न भइरहेको छ अनि उसको ब्रिदिङ पनि एकदमै ग्यास्पिङ खालको ब्रिदिङ छ अनि पल्स पनि
एकदमै विक र फिभल पल्स छ भने त्यस्तो कन्डिसनमा वार्डमा हामीले त्यो पेसेन्टलाई फर्स्ट प्रायोरिटी दिन्छौँ, किनकि उसको एयरवे पनि कम्प्रोमाइज भइरहेको छ, ब्रिदिङ पनि एगोनल ब्रिदिङ छ उसको, अथवा ग्यास्पिङमा छ पेसेन्ट, अनि उसको पल्समा पनि कम छ भनेपछि सर्कुलेसनको पनि प्रब्लम भयो, उसको बडी पनि 80% बर्न भएको छ भने हामीले वार्डमा हो भने यो पेसेन्टलाई फर्स्ट प्रायोरिटी दिन्छौँ ABC को हिसाबले हेर्दाखेरि पनि। तर डिजास्टरको बेलामा हो भने 80% बर्न भइसकेको छ पेसेन्ट हैन, अनि उसको ब्रिदिङ पनि छैन अथवा ग्यास्पिङ ब्रिदिङ छ अनि पल्स पनि विक छ भने यस्तो पेसेन्टलाई बचाउन सकिने सम्भावना एकदमै धेरै कम हुन्छ र यो पेसेन्टलाई चाहिँ हामी ब्ल्याकमा राख्ने गर्छौँ। ब्ल्याक भनेको चाहिँ नियर टु डेड हैन, यसलाई चाहिँ धेरै हामीले प्रायोरिटी दिँदैनौँ। यो पेसेन्टलाई चाहिँ वार्डमा फर्स्ट प्रायोरिटी दिने पेसेन्टलाई डिजास्टरको क्वेसन आएको छ भने चाहिँ तपाईहरुले ब्ल्याकमा राख्नुपर्ने हुन्छ, यो हाईएस्ट प्रायोरिटीमा हुँदैन। एकछिनमा हामी क्वेसन पनि प्र्याक्टिस गर्छौँ, त्यसमा पनि तपाईहरुले देख्न सक्नुहुन्छ है कसरी चाहिँ हामीले ब्ल्याकमा राख्छौँ पेसेन्टलाई भनेर। सो यसरी चाहिँ वार्डमा गरिने प्रायोरिटाइजेसन अथवा क्रिटिकल केयर एरियामा गरिने प्रायोरिटाइजेसन र डिजास्टरको बेलामा गरिने प्रायोरिटाइजेसन चाहिँ फरक प्रकारको हुन्छ। जुन पेसेन्टलाई क्रिटिकल केयर वार्डमा अथवा वार्डमा इमर्जेन्सीमा धेरै प्राथमिकता दिने गरिन्छ, डिजास्टरको बेलामा त्यो पेसेन्टले प्रायोरिटी नै नपाउन पनि सक्छ है। र के भन्छ त भन्दाखेरि चाहिँ अ प्रायोरिटी भिक्टिम इज द वान हुज लाइफ क्यान बी सेभ्ड, जसको लाइफ बचाउन सकिन्छ नि हैन, त्यो पेसेन्टलाई चाहिँ हाईएस्ट प्रायोरिटी दिइने गरिन्छ यसमा चाहिँ डिजास्टरको बेलामा चाहिँ। र इमर्जेन्ट रेडमा राखिन्छ, चारवटा क्याटेगोरी छुट्याइएको हुन्छ डिजास्टरको बेलामा चाहिँ, अथवा मास क्याजुअल्टी भएको बेलामा चाहिँ इमर्जेन्ट रेड, अर्जेन्ट येल्लो, नन अर्जेन्ट ग्रीन र ब्ल्याक राखिएको हुन्छ। र इमर्जेन्ट रेड भनेको चाहिँ प्रायोरिटी 1 को पेसेन्टहरु हो। प्रायोरिटी 1 भनेको चाहिँ जसको चाहिँ लाइफ थ्रेटनिङ भइरहेको छ र इमिडिएट केयर चाहिन्छ हैन, इमिडिएट केयर चाहिन्छ र केयर पायो भने यो पेसेन्ट बाँच्न पनि सक्छ, तर केयर चाहिँ एकदमै उलाई छिटो चाहिन्छ। यदि केयर पाएर पनि बचाउन नसकिने पेसेन्ट छ भने चाहिँ ब्ल्याकमा राख्नुपर्छ, तर केयर पाएर लाइफ थ्रेटनिङ कन्डिसनमा छ र केयर पाएर बाँच्न सक्ने अवस्थामा छ भने चाहिँ उलाई रेडमा राख्नुपर्छ प्रायोरिटी 1 मा। जस्तै यस्तोमा भनेको कार्डियक एरेस्टको पेसेन्टहरु, उलाई इमिडिएटली सीपीआर दियो भने यो पेसेन्ट बाँच्न सक्ने सम्भावना एकदमै बेसी हुन्छ। सिभियर ट्रमा भएको पेसेन्टहरु छ र बचाउन सकिने उसको कन्सियसनेस पनि छ, पल्सहरु पनि छ भने यस्तो पेसेन्टले इमिडिएट प्रायोरिटाइजेसन पाउँछ, सिभियर ट्रमा कार्डियक एरेस्ट भएको पेसेन्टहरुले। अर्को भनेको अर्जेन्ट येल्लो भयो, अर्जेन्ट नै हुन्छ, यो पेसेन्टहरु एकदमै अर्जेन्ट हुन्छ तर एकछिन डिले गर्न सकिन्छ। रेड जस्तो प्रायोरिटी इमिडिएटली एटेन्सन चाहिँ चाहिदैन। जस्तै कस्तो भन्दाखेरि सिरियस छ तर लाइफ थ्रेटनिङ छैन, फ्र्याक्चर्स भइरहेको छ, हाई फिभर आइरहेको छ। जस्तै फ्र्याक्चर के हुन्छ त भन्दाखेरि चाहिँ यदि फ्र्याक्चर छ अथवा ओपन फ्र्याक्चरहरु छ भने त एकछिन ट्रिट गरेन भने चाहिँ अब त्यो फ्याट इम्बोलिजन सिन्ड्रोमहरु पनि हुन सक्छ, एकदम सिभियर ब्लिडिङ भएर लाइफ थ्रेटनिङ पनि हुन सक्ने, हेमोरेज हुन सक्ने सम्भावनाहरु पनि हुन सक्छ। अथवा हाई फिभर छ भने पेसेन्टलाई ट्रिटमेन्ट पाएन, एकदमै हाई फिभर 104 105 छ भने पेसेन्टलाई सिजरहरु पनि आउन सक्छ, जुन चाहिँ एकदमै लाइफ थ्रेटनिङ हुन सक्छ हैन। यस्तो कन्डिसनमा चाहिँ एकछिन वेट गर्न सक्छ फ्र्याक्चर र हाई फिभरको पेसेन्टले, तर चाहिँ अर्जेन्ट नै हुन्छ र रेड जतिको पुरै लाइफ थ्रेटनिङ पनि हुँदैन भने यस्तो पेसेन्टहरुलाई चाहिँ राख्नुपर्छ, येल्लोमा राख्नुपर्ने हुन्छ। अर्जेन्ट केयर चाहिन्छ तर एकछिन वेट गराउन सकिन्छ, रेडको पेसेन्टलाई हेरुन्जेलसम्म एकछिन वेट गराउन सकिन्छ। र अर्को छ नन अर्जेन्ट अथवा ग्रीनमा राख्नुपर्ने पेसेन्ट भनेको चाहिँ वाकिङ वुन्डेड भनिन्छ के यस्तो पेसेन्टहरुलाई चाहिँ प्रायोरिटी 3 दिनुपर्ने पेसेन्टहरुलाई चाहिँ। वाकिङ वुन्डेड भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ पर्खिन सक्ने पेसेन्टहरु, जस्तै माइनर वुन्ड्सहरु छ उनीहरुलाई पनि चाहिएको छ, ड्रेसिङ चाहिएको छ, ड्रेसिङ गर्नुपर्ने छ, वुन्डहरु सफा गर्नुपर्ने छ, तर उनीहरुले चाहिँ वेट गर्न सक्छन्। लाइक माइनर वुन्डहरु भयो, स्टेबल क्रोनिक कन्डिसन भएको पेसेन्टहरु छ भने त्यस्तो पेसेन्टहरुले वेट गर्न सक्छ भनेर चाहिँ तपाईहरुले बुझ्नुपर्छ है। अर्को छ ब्ल्याकमा राख्नुपर्ने पेसेन्टहरु चाहिँ डेड भिक्टिमहरु, ठूलो मास क्याजुअल्टी भइरहेको छ भने चाहिँ त्यस्तो कन्डिसनमा डेड भइसकेको भिक्टिमहरुलाई र सुन टु बी डिसिज्ड है, सुन डेथ हुन सक्ने पेसेन्टहरुलाई चाहिँ हामीले ब्ल्याकमा राख्नुपर्छ। सुन टु बी डिसिज पेसेन्टलाई टाइम खर्च गरेर हामीले बचाउन सकिने पेसेन्टलाई चाहिँ इग्नोर गर्न हुँदैन है। त्यही भएर चाहिँ डिजास्टरमा मेन फरक भनेको यति नै छ, सुन टु बी डिसिज्ड पेसेन्टलाई धेरै प्रायोरिटी दिइदैन। जस्तै कुनै चाहिँ एउटा एकदमै ठूलो फ्लाइट क्राश भएको छ अरे, प्लेन क्राश भएको छ अरे, एउटा मान्छे चाहिँ बर्न पनि भएको छ, अनकन्सियस छ, उसको टाउकोबाट चाहिँ ब्रेनहरु पनि बाहिर निस्किरहेको देखिरहेको छ भने त्यस्तो पेसेन्टलाई बचाउन सकिने सम्भावना एकदमै धेरै कम हुन्छ र यस्तो पेसेन्टलाई चाहिँ प्रायोरिटी दिनु भन्दा
जुन पेसेन्टलाई चाहिँ फ्र्याक्चर भएको छ, ब्लिडिङ भइरहेको छ र उसलाई एकदम इमिडिएटली ट्रिटमेन्ट चाहिएको छ, त्यो पेसेन्टलाई चाहिँ हामीले प्रायोरिटी दिएर बचाउन सक्ने सम्भावना हुन्छ है। त्यही भएर ब्ल्याकमा चाहिँ सुन टु बी डिसिज्ड पेसेन्टहरूलाई चाहिँ राखिन्छ ब्ल्याकमा, जसलाई चाहिँ हामीले एटेन्सन दिँदैनौँ धेरै। अब यो रिलेटेड एउटा क्वेसन भनेको चाहिँ के छ त भन्दाखेरि चाहिँ You are a nurse at a disaster site where multiple victims have injuries after an earthquake. You see the following patients. कुनलाई फर्स्ट प्रायोरिटी दिने त भन्दाखेरि क्वेसन नम्बर 1 मा छ a man with an open femur fracture, conscious and bleeding moderately भनेर भनेको छ है। अब ओपन फिमर फ्र्याक्चर छ अरे भनिसके पछाडि इन्फेक्सन इन्जुरीको पनि चान्सेस हुन्छ, फ्याट इम्बोलिजम सिन्ड्रोम हुने पनि चान्सेसहरू हुन सक्छ, तर पेसेन्ट कन्सियस छ भने उसलाई चाहिँ बचाउन सकिने सम्भावना पनि बेसी नै छ र ब्लिडिङ मोडरेटली भनेर भनिरहेको छ। ब्लिडिङ छ जसलाई चाहिँ एकदम छिटो कन्ट्रोल गरिहाल्नु पर्ने हुन सक्छ। त्यही भएर ABC मा पनि यो ब्लिडिङ भनिसकेपछि एयरवे, ब्रिदिङ र सर्कुलेसनमा पनि सर्कुलेसन प्रायोरिटीमा यो पर्न सक्छ। त्यही भएर यो अप्सन हुन सक्छ मात्रै है। तर यो भन्दा तल अझै धेरै हामीले प्रायोरिटी गर्न सक्ने पेसेन्ट छ भने चाहिँ यसमा टिक लाउन मिल्दैन, तर अहिलेलाई यो पनि हुन सक्छमा राखिराखौँ 1 को अप्सन हामी। र 2 छ अ वुमेन लाइङ अनकन्सियस विथ एगोनल ब्रिदिङ एन्ड नो पल्स भनेर भनेको छ। अनकन्सियस छ पेसेन्ट, कन्सियसनेस पनि छैन, ब्रिदिङ पनि एगोनल छ जसलाई बचाउन नसकिने सम्भावना एकदमै धेरै बेसी हुन्छ, र पल्स पनि छैन, नो सर्कुलेसन भनिसकेपछि यो पेसेन्टलाई हामीले ब्ल्याकमा राख्न सक्छौँ है। किन भन्दाखेरि प्रायोरिटी सुड बी गिभन टु दोज हुज लाइफ क्यान बी सेभ्ड है। त्यही भएर यो पेसेन्टलाई हामी ब्ल्याकमा राख्छौँ। अर्को भनेको अ चाइल्ड क्राइङ विथ अ डिप ल्यासिरेसन, अ चाइल्ड क्राइङ विथ अ डिप ल्यासिरेसन अन द आर्म बट नो साइन अफ सक। साइन अफ सक चाहिँ छैन, तर हातमा चाहिँ एकदमै डिप ल्यासिरेसन्स छ अरे बच्चाको, अनि ऊ चाहिँ रोइरहेको छ भनिसके पछाडि यसलाई ड्रेसिङहरू चाहिएको छ र यसलाई चाहिँ एकछिन वेट गराउन सकिन्छ। बच्चाको आमालाई दिएर चाहिँ फक्कै फुल्लाई गर्दै गर्नु भन्न सकिन्छ र एकछिनमा उसलाई ट्रिट गराउन सकिन्छ, उसलाई फर्स्ट प्रायोरिटी चाहिँदैन। अर्को भनेको अ पर्सन विथ नो पल्स एन्ड नो ब्रिदिङ है, पल्स पनि छैन ब्रिदिङ पनि छैन भनिसकेपछि यो पेसेन्टलाई हामीले ब्ल्याकमा राख्न सक्छौँ है त। र यति नै हो डिजास्टरको। ओके, थ्याङ्क यू।